सम्माननीय सभामुख महोदय, विनियोजन विधेयक 2082 को सिद्धान्त र प्राथमिकताको छलफलको लागि समय दिनुभएकोमा धन्यवाद। सभामुख महोदय, विनियोजन विधेयकको प्रस्थान नै तथ्यभन्दा भावनामा बहकिएको छ। दफा 2 मा सीमित स्रोत साधनको परिचालनबाट विकास, सेवा प्रवाह र जनताको जीवन स्तरमा उल्लेखनीय सुधार भएको छ भन्ने वाक्यांश आफैमा तथ्यभन्दा धेरै पर छ। केही नभएको त होइन, तर हाम्रा समकालीन मुलुकसँग तुलना गरौँ कि हामीले प्राप्त गरेका उपलब्धि गर्व गर्न लायक छन् त? एउटा सडकमा छोडिएको कुपोषणले ग्रस्त भएको बालकको पनि केही वर्षमा थोर बहुत हाइट बढेकै हुन्छ, तर उचित लालन पोषण सहित हुर्किएको बालकको हाइट र तौलसँग तुलना गर्दा हामीले के चित्त बुझाउन मिल्छ र? आज मुलुक अभिभावक विहीन भएको सडक बालक झैँ हुर्किरहेको छ। अनि मुलुकलाई दिशाविहीन, गन्तव्यविहीन बनाएर युवाको भविष्य अन्योलमा पारेर नव उद्यमी व्यवसाय उन्मुखीहरूलाई निरुत्साहित गर्दै विदेश पलायन हुनु परेको तथ्याङ्कहरू छत्ताछुल्ल हुँदै विकास, सेवा प्रवाह र जीवन स्तरमा उल्लेखनीय सुधार भएको छ भन्ने वाक्यांश लेखेर सत्ता रस्वादन गरिरहेका र पटक पटक असफल भएका नेतृत्वले भ्रम छरेर जस लिनु हास्यास्पद छैन र? दफा 11 ले पनि गिज्याए झै लाग्छ। हिजो मात्र सामाजिक सञ्जालमा प्रधानमन्त्रीका प्रमुख राजनैतिक सल्लाहकारले नेपालको निरपेक्ष गरिबी 3.5% मुनि गएको छ भन्ने आशयको पोस्ट हाल्नु भएको छ। अनि तपाईको प्राथमिकता गरिबी निवारण छ। कुरोको तारतम्य नमिलेको हो कि जनता अझै मूर्ख छन्, झुक्क्याउन सकिन्छ भन्ने लागेको हो। नेपालको करिब 76.8% घरधुरीमा रेमिट्यान्स भित्रिन्छ र त्यसको 72% दैनिक उपभोग्य सामग्रीमा खर्च हुन्छ भन्ने सरकारी तथ्याङ्कहरूले देखाएका छन्। अर्थात् विडम्बना, युवालाई विदेश पठाएर गरिबी घटेको देखिन्छ। युवा खेलकुद मन्त्रालयलाई 0.17% बजेट छुट्याइन्छ, जसको 20% मात्र युवा क्षेत्रले पाएको छ। अनि म कसरी पत्याउँ राज्यको प्राथमिकतामा युवा रोजगार कार्यक्रम र युवाको भविष्य छ भनेर? मेरो प्रश्न छ, यो वर्ष कति युवालाई विदेश जानबाट रोक्नुभयो र कति विदेशबाट फर्किनुभएका युवालाई देशमा रोजगारी दिनुभयो? कृषि क्षेत्रको व्यवसायीकरण प्राथमिक र अब आउने वर्षमा कति प्रतिशत बजेट चाहिँ युवा रोजगारको लागि छुट्याउनुहुन्छ? कृषि क्षेत्रको व्यवसायीकरण प्राथमिकताको बुदामा पर्नु खुसीको कुरा हो। भोलिका दिनमा कालीमाटी तरकारी बजार जस्ता कृषि उपज केन्द्रमा पुरातन दलका बिचौलियाको दबदबा अन्त्य भई किसानले श्रमको उचित मूल्य पाउँछन् भन्ने आशा गरौँ। किसानले दुध फाल्नु परेको, दक्षिण ललितपुरमा काउली तरकारी फाल्नु परेको, कोशी प्रदेशको अलैँची, चिराइतो, अम्लिसो अदुवाले बजार नपाई अलपत्र पर्नु परेको समाचार सुन्न नपरोस्। खोकनाको तोरीको तेलले बजार पाओस्, शीत भण्डार नभएर तरकारीहरू कुहिनु नपरोस्। झापा नाका जस्ता सीमा नाकामा आयात हुने तर निर्यात नहुने समस्या के हो? समाधान गरी निर्यातलाई प्रोत्साहन दियोस्। सरकारले निजी क्षेत्रको प्रवर्धनका लागि कानुनी र संस्थागत सुधार गर्ने कुरा दोहोर्याइरहेको छ।